आज चाहिँ हामी गिफ्ट एक्सचेन्ज गेम खेल्न आँटेको छौँ हैन। आज चाहिँ हामी खेल्न आँटेको छौँ। हजुरहरूलाई पनि मजा आउँछ भने लाइक गरिदिनु होला, फलो पनि गरिदिनु होला, कमेन्ट पनि गर्नु होला। हामी चाहिँ आज नन्द भाउजू गिफ्ट एक्सचेन्ज गेम खेल्न गइरहेछौँ। अब हामीले चाहिँ गिफ्ट यो चाहिँ हाम्रो गिफ्ट रहेको छ। मेरो चाहिँ त छ किनकि मेरो लो बजेट हो नि त हैन, अनि भाउजूको चाहिँ अलिकति मिडियम बजेट हो। ल फर्स्ट कुन कलर? फर्स्ट पिङ्क। पिङ्क? फर्स्टमै पिङ्क? पिङ्क होइन, पिङ्के पिङ्कै? पिङ्क होइन हौ, पिङ्के क्या। पिङ्क चाहिँ सबैभन्दा राम्रो हो। त्यसो भए वेल्लो होइन, ओरेन्ज गरौँ न। ओरेन्ज ल। 1 2 3 गो। मेरो चाहिँ यो रहेको छ। मेरो चाहिँ यो रहेको छ। थ्याङ्क यू। बुइले फर्स्टचोटि ल्याइदिनु भएको है मलाई चाहिँ यो। अनि यहाँ राखौँ न। ल फेरि अनुहार देखिँदैन नि त, म चाहिँ हुँदै राख्छु ल। यहाँ राखौँ। त्यस पछाडि बिउ गर्ने ग्रे। ग्रे। ल 1 2 3 गो। फ्लावर हो, फ्लावर लभर। यो चाहिँ फेरि बहिनीले नि लाउनुहुन्छ, 1-2 दिनको लागि मात्र हो मेरो लागि। यो कस्तो क्युट लाग्यो कि बुझ्ने, अनि मैले ल्याइदिएको हेर्नु न। थ्याङ्क यू भाउजू। वेलकम। अब तपाईँको टाइम। अब चाहिँ रेड। रेड ला, रेडमा मलाई मैले रेड लिएन। ल्याउनु भएन होला ए लिएको छ। ल्याउनु छ। ल 1 2 3 गो। रेड। नङ पालिस। भाउजूले नङ पालिस लगाएको हुन्छ नि त, अनि त्यही भएर भाउजूलाई चाहिँ नेल लाउन मनपर्छ, त्यही भएर नङ पालिस तर मेरो नेल चाहिँ छैन ल। त्यही पनि नङ पालिस ल ल्याइदिएको। वेलकम नेल पलिस। किटक्याट। यो चाहिँ मम्मीकै दोकानबाट उठाएर ल्याउनु भएको है बुढीले। तपाईँले रेड भन्नुभयो नि। अब म भन्छु येल्लो। येल्लो। ल 1 2 3 गो। यो चाहिँ के हो? यो भ्यासलिन होला। अनि उयसको मैले चाहिँ यो ग्लु स्टिक ल्याइदिएको छु बुइनीलाई, किनकि मेरो बुइनी भर्खर 5 क्लासमा पढ्नु हुँदैछ नि त, काम लाग्छ भनेर। अनि तपाईँलाई चाहिँ यो मिठो लाग्छ, यसको स्मेल मिठो हुन्छ नि त नि। ल थ्याङ्क यू। लो बजेटको होला, सबै मम्मीको पैसाबाट उठाएर। तपाईँको टर्न। स्काई ब्लू। स्काई ब्लू नै भनौँ न, ब्लू। ब्लू। ल 1 2 3 गो। हेर्नु ब्यासलेट। यो चाहिँ 100 रुपियाँको हो। कहाँबाट किन्नुभयो? उताबाट मेरो दोकानबाट। यो अनि दोकानबाट मैले चाहिँ यो चिप्स ल्याइदिएको छु। यहाँ चाहिँ क्यान्डी छ, अनि यहाँ चाहिँ बटरफ्लाई छ, अनि यहाँ चाहिँ उता छ। मेरो जस्तै छ है। बुइनले मागेको मागै गर्नुहुन्छ नि त, फेरि अब मलाई दिनुहुन्छ अनि फेरि लानुहुन्छ बुइनले, यो म फिक्स हो। ल यो बुइनलाई तपाईँको स्काई ब्लू होइन। अब अरू हाम्रो कुन कुन कलर थियो नानी? ग्रीन पनि छ। ग्रिन? ग्रिन ल नानी, ग्रिन त ल्याइन, मैले ग्रिन लाएको उयो गर्छु। ल तपाईँको ग्रिन ला देखियो? ल ग्रिन ब्लू गर्नु नि त। ए 1 2 3 मेरो मैले ग्रिन ल्याउन भुलेछु क्या, अनि मैले उसलाई यो पर्पल त होला नि होइन, पर्पललाई मैले उयो गरेँ। प्याड हो है यो चाहिँ, भाउजूलाई चाहिन्छ नि त। थ्याङ्क यू। थ्याङ्क यू। अहिले त हाम्रो माइदानमा मेला चलिरहेछ होइन, अनि त्यही भएर जाने भनेको नि गएन। अब हाम्रो कतिवटा गिफ्ट भइसक्यो नानी? 1 2 3 4 5 6। अब कुन? ल व्हाइट गर्ने। व्हाइट? ओके 1 2 3 गो। चिम्टी। व्हाइट कलरको चिम्टी दुईटा छ है। ल मेरो चाहिँ यो व्हाइट चाहिँ होइन कि, अलिकति
गोल्डन बोमा छ क्या ए वाइटै हो भनौँ न वाइट थ्याङ्क यू वेलकम बुइलाई बो मनपर्छ नि त नि अस्ति पनि तपाईँले बोवाला खोज्नु हुँदै थियो अनि मैले ल्याइदिएको ल थ्याङ्क यू ल चिम्टे अर्कैवाला खोजेको भेटिन क्या अब हाम्रो अब 3टा मात्रै छ अब 3टा छ अब कुन कलर गर्ने त अब तपाईँको टर्न मेरो टर्न लु पिङ्क के गरौँ न त लु पिङ्क 1 2 3 गो यो चाहिँ लामाले उल्टो गरेको ला ब्लेन्डरले दिनु भएको थ्याङ्क यू ब्लेन्डर थिएन साँच्ची मसँग ब्लेन्डरै थिएन लु यो चाहिँ मैले बुइनलाई सुरुवाल ल्याइदिएको त्यो जाडो सक्यो र पनि फेरि मैले ब्लेन्डर अब हाम्रो कुन कलर ब्ल्याक अब ब्ल्याक ल 1 2 3 गो फेरि एनदर पेन्ट ल थ्याङ्क यू बुइनले मलाई दादाले भनिसक्नु भएको थियो के अरे बुइनले भाउजूलाई ठग्नुहुन्छ भनेर यी ठग्नु भयो ठगेको होइन सरी मैले अहिले लुगा किन ल्याइदिएको नि मेरो बुइनलाई अब कुन माने अब लास्ट एउटा ब्राउन ब्राउन छैन मैले मन्टी कलर ल्याइदिएको ल 1 2 3 गो थ्याङ्क यू मैले चाहिँ यो बुइनलाई इस्टुका ल्याइदिएको छु ल थ्याङ्क यू ल हाम्रो चाहिँ 10वटा गिफ्ट एक्सचेन्ज गर्न सक्यो होइन बाई होइन हेरेर लाइक कमेन्ट गरिदिनु होइन अनि हामीलाई अब हामीले फेरि देखाउँछु ल फर्स्टमा चाहिँ यो मेरो चाहिँ यो छ यो पनि राम्रो रहेछ हो यो वाला नि अनि यो चाहिँ डेरी मिल्क अनि यो चाहिँ किटक्याट अनि दुईटा फर्स्टमा चाहिँ ओरेन्ज ल्याइदिनु भएको छ अनि मैले प्याज पनि हाल्न आएको तर हालिनँ क्या मैले प्याज प्याज त उयसमा के अरे उयो के अरे ग्रिन अरे उयो कलरमा हौ पर्पल कलरमा यो चाहिँ ग्लु तर मलाई उयो ल्याइदिएको हुन्छ क्या बहिनी त्यो चिप्स चाहिँ ल्याइदिएको भए हुन्थ्यो कुन चाहिँ कुरमुरे भन्दा म खान्छु नि त्यो कुरमुरे कि त्यो चिप्स हौ त्यो अर्को चिप्स खान्छ नि अरू बेला तर ठिकै छ ल अनि यो चाहिँ अनि यहाँ पनि छ ब्लेन्डर अनि त्यस पछाडि यो प्याड अनि यो चाहिँ मजा कति क्युट रहेछ होइन अनि मेरो त अझै सकेको छैन रहेछ अनि यो ब्ल्याक कलरको थियो अनि यो थ्याङ्क यू हाम्रो चाहिँ ओरेन्ज कलरको एउटा यो पनि ल्याइदिएँ कि तर मैले दिन अघि ओरेन्ज दिएँ कि सो ल थ्याङ्क यू यो चाहिँ बाँडेर खाने ल थ्याङ्क यू बाई बाई